म चाहिँ भर्खर उठेर अब माथि घुम्न जान आँटेको छौँ। अब घुम्नलाई उठेर रेडी यस्तो निन्द्रा लागिरहेको थियो रातभरि नसुतेर। अब घुम्नलाई हामी चाहिँ रेडी हुनु पर्यो। खाना खान आँटेको, खाना पनि के छ, खाना चाहिँ यो आलु भात दाल चार खाएर अब माथि घुम्न जाँदैछौँ। माथि चाहिँ धेरै माथि छ, माथिको त्यो डाँडा छ नि, त्यो डाँडा हो, त्यहाँ डाँडासम्म जानुपर्छ। गाडी जान्छौँ। अब खानासाना खाएर रेडी भएर जानुपर्छ। त्यही भएर खै खाना बाँकी माग्दैन। मिठो हेर मिठो छ। मिठो छ। मिठो छ, मिठो छ, यम्मी मिठो लाग्यो। मिठो मिठो मिठा गुड मिठा। A few hours later. लुगा पनि फिर्सक्यौँ। अब चाहिँ हामी जाँदैछौँ नटकोट माथि डाँडा। यता लुगा फिर्सक्यौँ। अब हामी जान्छौँ। घरबाट निस्किसकेका छौँ। उता आमाहरू हुन्छ, म चाहिँ अलिक पछाडि नै परेँ। अब जाम्ला बिस्तारी, त्यत्रो माथि डाँडा जानुपर्छ। लिन्छ गाडीमा जाने हो। पुल के हुन्छ। हामी चाहिँ पर्खिँदै जापानिज दिदी, हामी चाहिँ गाउँले कोरियन दिदी भन्न। को कोरियन? म ए कोरियन दिदी रे। यो चाहिँ तराईको भाइ हो। तराईबाट तराईको। हेलो गाइस, नमस्कार। हामी तराईदेखि घुम्न आएको नगरकोट। हामी उता डाँडा जानुपर्छ। इबी आना भन्न। यो इबी भने उनीहरूले बुझेन नि त। अब यहाँ गाडी नै आएको छैन। एम्बुलेन्स गर्ने यहाँ धेरै गाडी आउँदैन। धेरै गाडी भएर मेरो आमा ठुलो मम्मीहरू यहाँ छन् घाममा अब धेरै अहिले हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। गाडी लिनलाई अब यहाँ बस लिन आउनुपर्छ। बसलाई पर्छ। खै छिटो छिटो जाने होइन? कहाँबाट जाने? अझै उता हो, अझै उता। कति टाढा हो हिँडेर। फाइनली पुग्यो सबैजना निदाएर। यहाँ बहिनी निदाएर रोइरहेको छ। ओहो मलाई निन्द्रा लाग्यो असम। अब हामी यहाँ के गर्न घुम्न आएको? ए झुलुङ्गे पुल छ भन्दै थियो त यता नगरकोटमा। ए त्यहाँ रहेछ है। ल हामी आउँदा त फ्रीमा आउँथ्यौँ त भाइ। टिकट पनि काट्नुपर्ने टिकट नि काट्नुपर्ने रहेछ यहाँ। गाइस तपाईँहरू नि आउँदाखेरि यतातिर घुम्नुहोस्। ए शान्त छ खाना चाहिँ।
मान्छे धेरै नै मान्छे नै आउँछ आनन्द हुँदो रहेछ बस्ने ठाउँ नै रहेछ त्यस्तै 2-3 घन्टा लाग्यो होला माथि आउँदा खै आउनु भने आउनु ल्याङ हान्दियो यहाँ पुल हेर्न आएको रे पुलमा चढ्न आएको रे टावर हेर्न आएको रे लास्टमा आएर फेरि को लड्यो यता आउन कुकुर के रहेछ यहाँ फोहोर भनेको थिएँ यतातिर एउटा कुरा भन्न बिर्सेँ साथी मैले यो चाहिँ पहिलोपटक बनाएको भ्लग हो फर्स्ट भ्लग हो भनौँ न यसमा मलाई कृपया तपाईँहरूले सपोर्ट गरिदिनु होला म चाहिँ यसरी नै तपाईँहरूको माया पाएर अझ अगाडि बढ्न र हौसला दिनुहोस् मलाई यसरी नै तपाईँहरूको मायाले नै म चल्छु त्यसैले प्लिज सब्सक्राइब पनि गरिदिनु होला सेयर कमेन्ट के भइरहेको छ जाम ढिलो भइसक्यो अब राति हुन पनि सक्छ अहिले त्यही यहाँ सबले काटिरहेको छ अब हामीले काटेन ल आशिका तामाङ जिन्दाबाद किनभने यहाँ अब यस्तो ठाउँमा पनि टिकट काटियो किनभने यो त सरकारले बनाएको ठाउँ हो यस्तो मान्छेहरूले यहाँ पनि टिकट काट्न थाले है नेपाल यस्तो छ सरकार चोर सरकार चोर अब के भन्ने सरकारले नेताहरू देश छोडेर जाँदैन अब हामी नै छोडेर जानु भन्ने अवस्था के गर्नु यहाँ पुल रहेछ उता देखिराख्नु भा ऊ पर अहिले म देखाउँछु अलिक राम्रो देख्नु होला भएको छैन होला छिटाउनु यहाँबाट नजाऊ यहीँबाट अब पुल चढ्ने अनि यस्तो घुम्ने मन्दिरतिर ओ लड्छ भन्ने छु मैले झन्डै लड्यो यता चिप्लिन्छ क्या यहाँ यता लड्छ अरे यहाँ लडेर सिधै खोलामा होला नि फेरि ऊ खोला त मुनि छ ऊ पुल देखाएको छौ यता मुनि आऊ जाम मसँग आऊ पुलमा अहिले फेरि छोड्दिन ऊ फेरि चिप्लिन्छ फेरि तिमी बिस्तारै चिप्लिनु तपाईँ पनि चिप्लो रहेछ है यहाँ हो त्यस्तोतिर टेक्दा आऊ त्यस्तोतिर आठतिर यहाँमा के भन्दा गरेर राख्छु गाडी आउँछ हो गाडी आउँछ पहिला यहाँ झुलुङ्गे पुल चढौँ न हात गलिसके बसमा बिस्तारै बिस्तारै भाइ रुक यहाँ चाहिँ अस्ति भन्दैछु झन्डै लड्छ क्या यहाँ हेर कस्तो चिप्लो छ यहाँ ओह्रालो पनि
एकछिन रोक एकछिन बस यहाँ ल हिँड छिटाउ भने न तिमी त्यही बस जाम 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 आमाहरू कहाँ छन् माथि कहाँ माथि हो थैट त्यस्तरी त कहिले पुग्छ अनि भोलि पनि पुग्दैन भोलि तिमी घर जाने बुटोल होइन तिम्रो ए बुटोल होइन तिम्रो घर लुफा कहाँ हो लुफा भने एकछिन एकछिन यहाँ बस्छौँ हामी परम्परा मेरो फर्स्ट युट्युब भ्लग हो तपाईँले मुद्देको आमा नभन्ने मुद्दे यतिको चाहिँ हुनुपर्छ है ल साथीहरू मजा आयो मुतेर मजा आयो आमा हो ल ल ठिक छ मुत्नु पनि पर्छ यतातिर अब केही त छैन आम्मा बप्पा रहेछ हरियाली त आम्मा हरियाली त्यहाँ पुल चढ्ने रुन पाउँदैन नि फेरि पुल चढ्दाखेरि रुन पाउँदैन नि उतै पुल उतै पुल उतै ऊ देख्यो अनि हल्लिहाल्छ नि त्यो पुल त तिमी के त्यस्तो सिमेन्टको पुल चढाए जस्तो हो र यो त हल्लिन्छ नि यहाँ बस सबैजना सँगै जानुपर्छ हल्लियो भने त्यो छुट्यो भने खलामा अनि मुत्न पनि पाउँदैन मुत्नै पाउँदैन अनि छिटाम गाइड यहाँ हाम्रो भाइ मुत्न पाउँदैन के ल यता लड्छ मै त लडेँ त्यहाँसम्म पुल त्यहाँबाट माथिबाट हेर्नुहोस् यहाँबाट ल ल ल जाम भाइ आयौँ जाम त्यहाँबाट त्यहाँसम्म पुग्नुपर्छ गाइड हेर्नुहोस् चाङ्गु नारायण नुवाकोट ए नुवाकोट त होइन है सरी नगरकोट त्यो भित्र चाहिँ के छ त्यो भित्र चाहिँ के छ उतै भित्र के हो यहाँ त पहिला पसलहरू हुन्थ्यो क्या त्यो चिप्सहरू खाने अहिले सबै सरकारले हटाइदियो होला नि त फोहोर भएर होला नि आशिका तामाङ चाहियो क्या ल ल जाम 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 म चाहिँ लागेँ यता चटपटे खाएर अब फर्किन्छौँ चटपटे खाएर फर्किन आँटिरहेको छौँ तुकायो चटपटे पनि खायो होइन आइज छिटो आइज चटपटे खाएर हामी फर्किन आँटेको छौँ कहाँ हेलिकप्टर देखिस् फेरि हेर त्यहाँ लड्लास् फेरि लड्लास् लडेर अहिले फेरि हामी चटपटे खाएर अब फर्किँदैछौँ अब आजको लागि यति नै होला भ्लग अब यस्तै तपाईँहरूले अझै माया गरिदिनु भयो भने हामी म अर्को नि बनाउने छु अब अर्को चाहिँ रमाइलोवाला नै हुन्छ यो चाहिँ मेरो फर्स्ट भ्लग हो त्यसैले के मिस्टेक केही छ भने कमेन्टमा गरेर राखिदिनु होला मेरो पनि गल्ती हुन्छ त्यसैले केही छ भने केही सुझाव दिनु मन छ भने तपाईँहरूले गरिदिनु होला त्यसैले आजको लागि भ्लग चाहिँ यति नै हो धेरै धेरै धन्यवाद यति दिनुभएको लागि धन्यवाद।